नमस्कार, तपाईँहरूलाई स्वागत छ हाम्रो बागमती बङ्गुर फार्ममा। आज केही धेरै समयको ग्यापपछि फेरि हामी भिडियो बनाउँदैछौँ। हामी अहिले चाहिँ थोरै कामको व्यस्तता अलिकति बढी नै छ। हामीले हाम्रो बजार जुन हामीले हरेक पटक हजुरहरूलाई भन्दै आएको छौँ, यो बङ्गुर फार्ममा होस् वा कृषि पेसामा, समग्र कृषि पेसामा चाहिँ हामीले बजारलाई राम्रोसँगले निहाल्न सकेनौँ भने, बजारलाई राम्रोसँग खोज्न सकेनौँ भने, बजारमा समयअनुसार, समयको मागअनुसार अथवा सिजनअनुसार हामीले बजारमा हामीले आफ्नो प्रडक्टहरू पुर्याउन सकेनौँ भने चाहिँ त्यो कृषि पेसा अथवा कृषि सामग्रीहरूलाई नै, समग्र कृषि बजारलाई नै एकदमै असर पारिरहेको हुन्छ। त्यही भएर हामीले चाहिँ सबैभन्दा ठुलो कुरा, हामीले आफ्नो उत्पादन बढाउनु भन्दा पनि ठुलो कुरा चाहिँ पहिला सुरुमा बजार खोज्नु हो। हामीले डे 1 देखि नै हजुरहरूलाई भन्दै आएको छौँ, बजार एकदमै ठुलो कुरा हो। बजारलाई व्यवस्थित गर्नुपर्छ, बजार आफ्नो नियन्त्रणमा, आफ्नो कन्ट्रोलमा पनि बजार ल्याउनुपर्छ, तब हामी सर्भाइभ गर्न सक्छौँ। बिना बजार चाहिँ तपाईँहरूले जति नै तपाईँले राम्रो उत्पादन गर्नुहोस्, जति नै गुणस्तरको सामानहरू बजारमा पठाउनुहोस्, तर बजारमा त्यो सही मूल्य पाइँदैन त्यसले। त्यही भएर बजारलाई हेरेर, अब जस्तै मानौँ न, तरकारी खेतीहरूमा पनि तरकारी सिजनमा तरकारी उत्पादन गर्यो भने सबैले एकैचोटि उत्पादन हुन्छ र त्यसले हाम्रो मूल्य पाउँदैन। र सिजनभन्दा अलिकति अगावै हामीले निकाल्न सक्यौँ भने चाहिँ अझ बढी हामीले मूल्य पाउँछन्। त जस्तो अहिलेको हालसालकै कुरा गर्नुहुन्छ भने टमाटर 180 रुपियाँ किलो काठमाडौँमा छ। अब यो पहिला त्यही 30 रुपियाँ किलो पाउने टमाटर अहिले 180 रुपियाँ पाइरहेछ किसानहरूले। यो भनेको त प्लस पोइन्ट हो नि त। हो, त्यही भएर बजारलाई पनि हामीले एकदमै निहालेर हेर्नुपर्छ। बजार कस्तो छ, बजार कुन ढाँचामा जाँदैछ भन्ने कुराहरू पनि हामीले एकदमै राम्रोसँगले हेर्नु पर्ने हुन्छ। बजार भयो भने तपाईँको उत्पादन जति गर्नुभयो पनि तपाईँलाई त्यो टेन्सन हुँदैन। तर बजार तपाईँले खोज्न सक्नु भयो, बजार राम्रोसँगले हेर्न सक्नु भएन भने तपाईँले जति नै राम्रो गुणस्तरको उत्पादन दिनुभयो पनि बजारमा त्यो मतलब उपभोग हुँदैन। त्यही भएर हामीले सबै कुराभन्दा ठुलो कुरा चाहिँ कृषि पेसामा हात हालिसकेपछि चाहिँ बजार ठुलो कुरा हो। हामीले बजारलाई एकदमै ध्यान दिएर काम गर्नुपर्छ। यदि च्यानलमा तपाईँहरू नयाँ हुनुहुन्छ भने सब्सक्राइब गरेर जोडिनु होला। हामीले विगत धेरै समय अगाडिदेखि नै हामी यो बङ्गुर अथवा बजार सम्बन्धी हामीले कुरा गर्दैछौँ र आज पनि हामीले कस्तो बजारलाई हामीले कसरी गरिरहेको छौँ भन्ने कुराहरू सम्पूर्ण डिटेलमा हामी तपाईँहरूलाई भन्नेछौँ। हामीले बागमती बङ्गुर फार्मले कसरी बजारमा आफ्नो पहुँच बढाउँदैछ भनेर यो कुराहरू हामी यो भिडियोमा गर्नेछौँ। अबको निकट भविष्यमा तपाईँहरूले आफ्नो उत्पादन गरेर मात्रै हुँदैन, किनभने अब अहिले जुन समय छ, अहिले त गाउँघरतिर फाटाफुट्टा पालिराख्नुहुन्छ र तपाईँहरूको बच्चा पनि बिग्छ अथवा मासु पनि गाउँघर फाटाफुट्टा घर गाउँमै काट्दाखेरि जान्छ र यो समय सधैँ एउटै रहँदैन। त्यही भएर हामीले चाहिँ के गर्नुपर्छ भन्दा बजारलाई खोज्न सुरु गर्नुपर्छ। आज हामी नितान्त बजार कस्तो छ, बजारलाई हामीले आफ्नो बजार कसरी खोजिरहेछौँ भन्ने कुरा गर्छौँ। आज जस्तै हाम्रो बागमती बङ्गुर फार्मको हामीले लार्ज भोल्युमै गरिरहेको छौँ। पहिलादेखि नै हाम्रो लगभग 140वटा जति माउ छ, हाम्रो 14-15वटा भाले छ र यसको सबै बच्चाहरू उत्पादन हाम्रो अहिले बजारमा खपत भइरहेछ र जहिले पनि यो खपत हुँदैन। हामी यति चाहिँ कन्फर्म छौँ, यो जुन अहिले हाम्रो जसरी खपत भइरहेछ सबै बच्चाहरू बजारमा, र यो जहिले पनि एउटै समय रहँदैन। यो भनेको लिमिटेड टाइमको लागि यो बजार, यो जुन अहिले बच्चाको बजार भनेको चाहिँ लिमिटेड समयको लागि हो। यो जहिले पनि यस्तै रहँदैन। त्यही भएर हामीले अहिले के गर्दैछौँ भने हामीले फ्याटनरमा पनि मासुको लागि पनि आफैले पाल्दैछौँ। अनि तपाईँहरूलाई पनि अवगतै होला, थाहा नै होला, हामीले योभन्दा अगाडि भिडियोमा पनि मैले हल्का क्लिप्स लगाइदिएको थियो। हामीले अर्को कम्पनी खोलेको छौँ, बागमती पोर्क इन्डस्ट्री भनेर, जुन चाहिँ भइलै खोलेको हो। अहिले चाहिँ हामीले आफ्नो शाखाहरू विस्तार गर्दैछौँ। हाम्रो शाखाहरू एकदमै विस्तार गर्दैछौँ। हाम्रो योजनाहरू धेरै बढ्दैछौँ। जस्तै अहिले अब नयाँ आउटलेटहरू खोलिएको छ यता हाम्रो यो ललितपुर भैँसीपाटी एरियामा। अब फेरि वैशाख 1 गते दिन फेरि अर्को एउटा आउटलेटको ओपनिङ छ। हामीले आफ्नो प्रडक्टलाई चाहिँ के तरिकाले हामीले आफ्नो उत्पादनहरूलाई चाहिँ हाम्रो आउटलेटहरूमै खपत गराउन खोज्दैछौँ। जुन चाहिँ हामीले जति पनि मासुको लागि पाल्छौँ त्यो चाहिँ हामीले बजारमा अरूको हात ताक्न नपरोस्, अरूको भरमा पर्न नपरोस् भनेर चाहिँ हामीले आउटलेटहरू खोल्दैछौँ, डिफ्रेन्ट आउटलेट खोल्दैछौँ। हाम्रो एकदम म्यासिभ ठुलो प्लान छ जुन तपाईँहरूले
हामीले सबै कुरा सेयर गरेको भएर हामीले पनि तपाईँहरूले यो कुराहरू पनि सेयर गर्नुपर्छ। हामीले बजार कसरी व्यवस्थापन गरिरहेको छौँ, बजार कसरी व्यवस्थापन गर्न सकिन्छ, भोलिको दिनमा कस्तो कस्तो समय आउला भनेर सबै कुराहरू हामीले सेयर गरिरहेको छौँ तपाईँलाई। त्यही भएर हामीले यो कुराहरू पनि तपाईँलाई सेयर गरेको। अब यो सेयर गर्नुपर्ने नै कुरा त थिएन, तर पनि हामीले कसरी गरिरहेको छौँ, कतिले चाहिँ हामीलाई देखेर पनि बङ्गुर फार्म गर्न चाहनुहुन्छ र उहाँहरूको लागि पनि त हामीले एउटा कुनै यसको पोजिटिभ पार्ट नेगेटिभ पार्ट सबै भनिदिनु पर्ने नि त। त्यही भएर हामीले चाहिँ अब नेगेटिभ पार्ट अघि नै भनिहाल्यो, बजार जहिले पनि यस्तै रहँदैन। बच्चाको बजार विशेष त बच्चाको बजार माउ पालेर जहिले पनि म माउै मात्रै पाल्छु भनेर तपाईँ बसिराख्नु भएको छ भने तपाईँले एउटा रङ कन्सेप्टमा अथवा रङ मेन्टालिटी लिएर तपाईँले बजारमा काम गर्दै हुनुहुन्छ। बच्चा जहिले पनि बिग्दैन। त्यही भएर हामीले मासुको लागि पनि उत्पादन गर्न सुरु गर्नुपर्छ। मासुको लागि उत्पादन गरेपछि तपाईँहरूले राम्रो उत्पादन गर्नुभयो भने हामीलाई पनि सम्पर्क गर्न सक्नुहुन्छ। तपाईँले बजारमा जुन रेट पाइराख्नु भएको छ 5-10 रुपियाँ बढी नै तिरेर हामीले किनिरहेको छौँ, त्यसमा कुनै प्रब्लम छैन। यदि हाम्रोमा धेरै खपत हुन्छ भने हाम्रो पुग्दैन भने हामी अरूकोबाट ल्याउन तयार छौँ। राम्रो प्रडक्टहरू हामी राम्रो प्राइस पे गर्नलाई पनि हामी तयार छौँ, तर प्रडक्ट राम्रो हुनु पऱ्यो, एन्टिबायोटिक फ्री हुनु पऱ्यो। बङ्गुर निकाल्न 2 महिना अगाडि तपाईँले कुनै पनि एन्टिबायोटिक चलाएको हुनु भएन। तपाईँको त्यो हामीले जुका खुवाको हिस्ट्री हेर्छौँ, त्योहरू सबै तरिकाले अहिले सबै कुरा म्यानेज भइसकेको छैन। यो सबै हामीले हिस्ट्री हेर्न सकिरहेको छैनौँ, तर हामी यो सबै हिस्ट्री हेरेर सबै कुरा गरेर हामी खरिद गर्छौँ। त्यही भएर हामीले के गर्नु, हामी उत्पादनकर्ता भइसकेपछि हामी उपभोक्ताको स्वास्थ्यलाई पनि हेरेर हामीले उत्पादन गर्नुपर्छ। उपभोक्ताको स्वास्थ्यलाई हेर्न एकदमै जरुरी छ, किनभने हामीले उत्पादन गरेपछि त त्यो उपभोक्ताको हेल्थको बेनिफिटको लागि हुनु पऱ्यो, सुस्वास्थ्यको लागि, राम्रो स्वास्थ्यको लागि हुनु पऱ्यो। हाम्रो प्रडक्ट उपभोग गरेर उहाँहरू बिरामी पर्नुभयो भने हाम्रो लागि नराम्रो हो। अब नेपालमा त्यस्तो धेरै नियामक निकायहरू छैन, सुपरभिजन इन्स्टिट्युसनहरू त्यति धेरै राम्रोसँगले सुपरभाइज गरेको छैन। तर पनि हामीले त एउटा इथिक्स त राख्नु पऱ्यो, हाम्रो एउटा नैतिकता त हुन्छ नि। हामीले उत्पादन गरेपछि राम्रो उत्पादन गर्ने, राम्रो उत्पादन गरेको उपभोक्ताले उपभोग गर्नुभयो भने उहाँहरूको हेल्थको लागि पनि एकदम बेनिफिट भयो हो। त्यही भएर हामीले चाहिँ अहिले हाम्रो जति हाम्रो उत्पादन भएर छ हामीले आफ्नै खपत गर्ने तरिकाले काम गरिरहेको छौँ। भोलि हामीलाई बाहिरबाट आवश्यकता पऱ्यो भने तपाईँहरूले राम्रोसँगले पालिराख्नु भएको छ, फिड बेसमा पालिराख्नु भएको छ भने, राम्रो प्रडक्टहरू उत्पादन गरिराख्नु भएको छ भने हामी त्यो तपाईँहरूलाई चलेको रेटभन्दा 5-10 रुपियाँ बढिदिन हामीलाई कुनै फरक पर्दैन, तर प्रडक्ट चाहिँ राम्रो हुनु पऱ्यो। त्यसरी काम गरिरहेको छौँ। जस्तै हामीले डिफ्रेन्ट आउटलेट अघि पनि भनिहालेँ, आउटलेटहरू खुल्दैछ हाम्रो। अब हामीले आज मेन कुरा चाहिँ हामीले आउटलेट खुल्दैछ सुनाउनु भन्दा पनि धेरै ठुलो कुरा चाहिँ कसरी गर्ने तपाईँहरूले पनि गर्न सक्नुहुन्छ। कसरी गर्ने भन्ने कुरालाई चाहिँ हामी त्यो बुझाउनलाई, त्यो भन्नको लागि चाहिँ तपाईँहरूलाई हामीले यो भिडियो बनाएको हो। हामी आज यो भिडियोमा नितान्त हामीले बजारलाई कसरी हेरिरहेको छौँ, हामीले हामी बजारमा छिरिरहेको छौँ, हामीले बजार कसरी गरिरहेको छौँ, तपाईँहरूले पनि कसरी गर्न सक्नुहुन्छ, कस्तो ठाउँ उपयुक्त हुन्छ भन्ने कुराहरू चाहिँ म तपाईँहरूलाई हाम्रो पसलको भिडियोमै देखाउने छु। र यो भिडियोको अन्तिममा म यो अर्को त्यो पसलको भिडियोहरू जोड्छु र यसमा चाहिँ के हुन्छ भन्दाखेरि तपाईँलाई कति लगानी लाग्छ भन्ने कुराहरू पनि गर्छौँ। कसरी गर्न सकिन्छ, कस्तो एरिया हामीले चुज गर्ने, हामीले सेलेक्ट गर्ने एरिया चाहिँ सेलेक्सन गरेको त्यो लोकेसनले पनि एकदमै ठुलो इम्प्याक्ट पारिरहेको हुन्छ। जस्तै हाम्रो यो आउटलेट भनेको चाहिँ हाम्रो यो भैँसीपाटी एरियामा हो। यो चाहिँ अब यो भैँसीपाटी एरियामा चाहिँ मङ्गोलियनको बस्ती बढी छ, त्यही भएर चाहिँ हामीले यो ठाउँ चुज गरेको। भोलि तपाईँले अब राम्रो मानौँ न, मान्छेको फ्लो राम्रो छ, तर पनि त्यहाँ बस्ती चाहिँ अब आर्यन समुदायहरू जसले चाहिँ बङ्गुरको मासु खाँदैन, उहाँहरूकोतिर खोल्नुभयो भने चाहिँ तपाईँलाई एउटा ठुलो असर पर्छ। त्यही भएर जस्तै यहाँ हामीले अब लगानीको बारेमा योभन्दा पछिको भिडियो बनाउँला। तर यो अहिले हामीले जुन देखाइरहेको भनेको चाहिँ हामीले बङ्गुरको मासु त बेच्छौँ, तर यसको बाई प्रडक्ट भन्छ, यससँग एसोसिएट भएको प्रडक्टहरू बाई प्रडक्टहरू पनि जस्तै ससेजहरू हामीले बनाउँदैनौँ, कम्पनीबाट लिएर आउँछ ससेजहरू बेच्छौँ भने मेन चाहिँ हामीले बेच्ने भनेको चाहिँ हामीले पोर्क मोमो बेच्छौँ। हामीले आफैले पोर्क मोमो बनाउँछौँ र हामीले पोर्क मोमो पनि बेच्छौँ। र तपाईँहरूले पनि यस्तो गर्न सक्नुहुन्छ। जस्तै मानौँ न बासी मासुहरू मान्छेले फ्रेस खान रुचाउँछ, हाम्रो नेपालको कन्टेक्स्टमा चाहिँ फ्रेस खान रुचाउने भएकोले चाहिँ तपाईँले एउटा भनौँ न मासुलाई 2 दिनसम्म बेच्ने, त्योसम्म नबिकेको प्रडक्टलाई तपाईँले त्यसको बाई प्रडक्ट निकालेर जस्तै पोर्क मोमो बनाउन सक्नुहुन्छ। अनि जस्तै यो देखाइरहेको हामीले कट पिस बनाउँछौँ, यो कट पिस पनि अलिकति
भनौँ न कसैलाई कति कट पिसहरू यो हड्डी मासुको सबै मन परेको हुन्छ, यो पनि कति कन्ज्युम गरिरहेको हुन्छ, यसमा पनि राम्रै प्रफिट निकाल्न सक्नुहुन्छ। हामीले अहिले 200 रुपियाँ किलो बेचिरहेको छौँ यो कट पिस पनि। अनि जस्तै तपाईँले यो लगानी गर्दाखेरि धेरै ठुलो लगानी चाहिँदैन। जस्तै त हामीले त यो 2टा फ्रिज राखेको, तपाईँहरूले एउटै फ्रिजबाट नै काम गर्न सक्नुहुन्छ। हामीले यो 2टा टेबल राखेको छौँ, 2टा टेबलमा तपाईँले एउटै टेबल पनि काम गर्न सक्नुहुन्छ। धेरै लगानी चाहिँदैन। त्यो पनि तपाईँले आफ्नो बजारको सुनिश्चितताको लागि, तपाईँले बजारको लागि अब बजारमा भोलिसम्म भनौँ न लङ टर्मसम्म टिक्ने हो भने तपाईँले यसरी पनि गर्न सक्नुहुन्छ। धेरै ठुलो लगानी चाहिँदैन यो मासु पसललाई। तपाईँले लगभग 2 लाख भित्रमै गर्न सक्नुहुन्छ। तपाईँले कस्तो कस्तो सामान युज गर्नुहुन्छ, एकदमै राम्रो सामान युज गरेर पनि 2 लाखमा त मजाले सकिन्छ। हामीले यो लागेको कस्टिङहरू पनि तपाईँहरूलाई देखाउँला। हामी यो सबै कति लागेको छ, हाम्रो कति लगानी हो, कति कुन सामानलाई कस्तो कस्तो पर्न जान्छ भनेर सबै कुराहरू हामी तपाईँहरूलाई त्यो आगामी दिनहरूमा भन्ने नै छौँ। तपाईँहरूलाई नयाँ हुनुहुन्छ भने मासु पाउँदैन, त्यो मासु नपाउने स्थिति छ भने पनि हामी तपाईँलाई त्यो हेल्प गर्न सक्छौँ। त्यसको लागि पनि जोडिन सक्नुहुन्छ तपाईँ।